दर्शक नमस्ते। आज मेरो नयाँ भ्लगमा तपाईँहरूलाई स्वागत छ। आज म चाहिँ यो प्लास्टिकको कभरहरू सबै मर्मत गर्ने ठाउँमा छु। मेरै पसल अनि यो चाहिँ सबै टालटुल गर्ने होइन, कबाडीहरू सबै जति देखेको छ नि यिनीहरू सबै टालटुल गर्ने हो। यो बनाएर राखेको, यो सेतो बम्पर पनि बनाएर राखेको हो। त्यो चाहिँ लिन आउनु भएको छैन होइन। आज चाहिँ यो मैले यो मर्मत गर्न ल्याइरहेको छु। तपाईँले हेर्न सक्नुहुन्छ यो मर्मत कसरी गर्ने। यो यस्तो जस्तो फुटेको हुन्छ, त्यो फुटेकोलाई टक्क वेल्डिङ गर्ने, प्लास्टिक वेल्डिङ भन्छ यसलाई। त्यसलाई वेल्डिङ गरेर चट्ट बनाउने हो। जस्तो सुकै तपाईँको गाडी, बाइकहरू अनि त्यो उसको हिल ट्याङ्कीहरू सबै प्लास्टिक आइटमहरू सबै मर्मत हुन्छ। तपाईँ ढुक्क भएर आउनुहोस्। यस्ता गाडीहरू पनि सबै मर्मत हुन्छ। प्लास्टिक सम्बन्धी सबै काम हुन्छ हाम्रोमा। यो चाहिँ कहाँ छ भन्दा सोध्नु होला। यो चाहिँ ठ्याक्क वनस्थली चोक हो, काठमाडौँ वनस्थली चोकमा तपाईँ आउन सक्नुहुन्छ तपाईँहरू। अनि मेरो युट्युब च्यानललाई सब्सक्राइब पनि गर्नुहोला, लाइक गर्नुहोला। अनि तपाईँहरूलाई सोध्न मन लागेको छ भने कमेन्टमा सोध्नु होला भन्न चाहन्छु मैले। अनि तपाईँहरू आउन, यदि लोकेसन हेरेर आउन चाहनुहुन्छ भने पनि यो उसको मृगौल हस्पिटलको लोकेसन हेर्नु। मृगौल हस्पिटलको ट्याक्क उसमा गुगलमा पनि छ, मेरो लोकेसन छ। त्यो हेरेर आउन सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ। कन्ट्याक्ट नम्बर पनि छ, गुगलमै छ। अनि टिकटकमा छ। टिकटकमा कैलाश रोका सर्च गर्नुभयो भने तपाईँ भेटाउनुहुन्छ। अनि उसमा युट्युबमा पनि कैलाश रोका सर्च गर्नु पनि भेट्न सक्नुहुन्छ। तपाईँहरूलाई मैले अलिकति थोरै काम गरेको तपाईँहरूलाई भिडियो देखाउन चाहन्छु।